देवतागी सवा पटाल धरती पुर नाम देवतागी सवा कांचरे बैठी दुरेन देवी कांचरे बैठी सवा कांचरे बैठी दुरेन देवी कांचरे बैठी सवा सवा देव आकाश नाम देवतागी सवा सवा देव पटालपुर नाम देवतागी सवा सवा राजा रामचंद्र की सवा कीर्तिका बाला उजाल खासी तू महाराज यहाँको भार त गाउनु पर्ने हो त महाराज बुढो बाबु घरमा आइ खान्छ झनै पुतके होटी भएछ कोख्यो घर आइज न घर आइज पनि त्यही खाने थाहा त झङ्गलुवा खान्छ तेरा छेउछे झङ्गलुवा खान्छ तेरो सिउँती खेरो झङ्गलुवा खान्छ तेरी जियाको जियाइ त झङ्गलुवा महाराज तेरी जोएको जोया त झङ्गलुवा महाराज त घर आइजार न भनौँ त बड्डी भिड मला औदान काट्यो पौदान लेखी मलाई चिठीका कुलो तुडी कस्तो लाग्यो महाराज त यो महाराज ध्यानले मेरा हारा त यो पटु सुवा पालेको थियो एउटा पटु सुवा त तुत्ताले मलाई झाकेको लागि मेरा रनी हुनेमा त हजुरलाई त मलाई जसमा हुने धाउन त पटु सुवालाई दुध बढी खुवायो त दुध बढी खुवायो भने त पटु सुवा भन्ने कोठाई को ये काटे गावा जीवा जे अले बगे
रे बसे खाने तो महाराज ध्यानले मेरा हारा कसरी फुगाले भयो भने महाराज ध्यानले मेरा हारा त काला रनी रातले क्या भन्यो भने आगे मेरो पाल्यो सुयो त मेरो गएको आइजा बनो पाल्यो सुयो त बनौडी आइजा तर नि सुवा पिउलिका रोगबाट उड्यो ओ रनरातका खोलामा बस्यो त चिठी बनाएको थियो बगलमा फटाफटा अरे बगल फटा मेरो सुवालाई कन्या हाने कि मारे कि भनेर बगल हेऱ्यो चिठी पायो त चिठी परलाई लगेर सुवा काखलाई चिठी बगलमा चिठी उफार्यो बगल चिठी हमायो चिठी बाँच्यो भागाधनीका पौडामा चढ्कने हाने भागाधनीको पौडो फुटाइदियो महाराज ओ सावधान सावधान क्या हो त कस्तो त एक्लै स्याम रन्जावत मेरा बुवाको म यहाँ विदेशमा भया यहाँ कहाँ आएर म सालमा पुगाउने म तीर्थ गर्दै यहाँ मेरा बुवा मऱ्यो अरे बुवा मऱ्यो भने ज्वरो आउने त्यसै आयो मलाई भन्यो महाराज त त्यहाँबाट पछि गाजन्ती बाजा भाजन्ती बाजा लियो भने रन्जावत घर आउनु कस्तो लागेछ महाराज कोठै बतु खाने अब जाना गयो भागी जागर कोठै बतु खाने मनसा गयो काटै उदाय सोरे जाँदैछो काटै पुनी गइब कानारे मादैछो पुनिगा चन्द्रमा जस्तो रनिरात आयो धरा सूर्य जस्तो रनिरात आयो डनागा जस्तो रनिरात आयो भागी जागर तुखाने मनसागा आयो भागी जागर तुखाने कहाँ गयो भागी जागर त जङ्गल हुआ देखि क्या भन्नु लागेछ महाराज त जङ्गल हुआ क्या भन्नु छ यहाँ क्या छ ओ 22 गटा धानको मोरी थियो महाराज जङ्गल हुआ यदि कहाँ भाग्दैथ्यो त्यो 22 मरी धानको कोठ्यो धानका कोठामा बस्यो आयो रन्जा धानका कोठालाई पाड लाग्ने बस्यो काम त धानको गोठो हो ज्या त्यो धानको गोठो क्या काम त त तू भगे यति वर्ष भ्या अग्नि तेरा धानका कोठाको बलि दिन्छ यो कोठा देवता हो हाँची हो त्यहाँ कोठा देवता हो ल जा ओ रानी कोठी ल त्यो कुया भागाको पाठो छ ल जा बोक्यो
गोठकै रानी कौशल्या के भने खबर फरक दगो रिंग तो हो बाज नाख न चले ठीक हो मेरा जन लाए नाख ला मेरा नाख जुनी ला जन लाए तो जन पड़थे हम लागि हो गया के न पड़ जो न रहनो काई बोगे ल्यायो झेला हो गया कुटो उटो धोयो कोले देवता लाग्यो बोगे क्या पर्छन् जुन श्रुति परम्परा अन्तर्गत सर्दै जान्छ अर्को उसमा होइन यसले चाहिँ कुनै बेला समाजमा चाहिँ समग्र मनोरञ्जन दिने होइन अहिले हामी एउटा चलचित्र हेरे जस्तै त्यति बेला चाहिँ त्यो प्रविधि नभएको अवस्थामा चाहिँ गायन वाद्यवादन संवाद होइन का माध्यमबाट कुनै कथा प्रस्तुत गर्ने यो एउटा माध्यम थियो त्यो बेला चाहिँ धेरै मान्छेहरू तपाईँको अहिले चाहिँ अब यो सकियो होइन विवाह हुँदाखेरि वर्तमानमा हुँदाखेरि अनि कुनै त्यस्तो पारिवारिक उत्सव हुँदाखेरि चाहिँ भारतीय बोलाउने चाहिँ गाउँभरिका मान्छेहरू एउटा उत्सवको रूपमा चाहिँ त्यो भारतीय हेर्ने चलन हो नेपाली लोक साहित्यको भारत भन्ने उसबाट चाहिँ हाम्रो पश्चिमतिर अपग्रह हुँदै हुँदै त्यो शब्द भारतीय भएको नेपाली लोक साहित्यमा भारतको नामले चाहिँ उल्लेखित छ त्यसमा अझ थप अध्ययन गर्ने हो भने भारत भनेर हामीले खोज्न सक्छौँ त्यसमा होइन यसलाई चाहिँ अब कतिपय